क्रिकेट डेभलपमेन्ट कमिटी द्वारा आयोजित यो तिलोत्तमा क्रिकेट लिग 2082 को आजको गेमको सेकेन्ड इनिङको फर्स्ट बल र यो सुरुवाती सफलता वाट अ विकेट यहाँ सागर स्ट्राइक गरेका छन् पहिलो बलमै फर्स्ट विकेट लिन सफल सागर भण्डारी यति बेला एकदमै लयमा वन्डरफुल लयमा देखिँदै सागर वाट अ ब्युटी त्यहाँ हामी हेर्न सक्छौँ बल स्टडी गर्न सकेनन् ब्याट्सम्यान वाट अ ब्युटी वाट अ गुड स्टार्टिङ त्यहाँ पिटुकेटीका लागि एनर्जेटिक देखिँदै यति बेला फर्स्ट विकेट र चन्दन र सागरले ओपनिङ गरेका थिए त्यहाँ बुटोल डायनामाइटका लागि सागर भण्डारी एकदमै लयमा देखिँदै पिटुकेटी स्क्वाड्सको लागि नेपथ्य मिडिया टिमले यो गेमलाई तिलोत्तमा क्रिकेट डेभलपमेन्ट कमिटीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिरहेको कुरा यहाँहरूमा जानकारी गराउँदै यहाँ दोस्रो विकेटको खोजीमा थिए त्यहाँ एकदमै लयमा देखिँदै सागर लेफ्ट आर्म बलर बलमा टर्निङ पाइरहेका छन् त्यहाँ राम्रो सुरुवात पिटुकेरीबाट क्याप्टेनले यो जिम्मेवारी छोटो लक्ष्य भए तापनि आफै चाहिँ सुरुवात गरेका छन् बुटोल डाइनामाइट यति बेला एकदमै चाहिँ डिस्ट्र्याक्टेड देखिँदै पहिलो ओभरमा पहिलो बलमै विकेट दिलाउन सफल भएका थिए यहाँ सागर भने अर्को सफलताको कल यहाँ र अम्पायरद्वारा विकेटको इसारा दोस्रो विकेट यहाँ सागर भण्डारीका लागि साइन गर्दैछन् यहाँ सागर भण्डारी बिटुकेटी स्क्वाड्सको लागि सागरले रियली राम्रो काम गरिरहेका छन् यहाँ विकेट दोस्रो विकेटको सफलता बुटोल डाइनामाइट ट्रबलमा यति बेला चिन्तित देखिन्छ बुटोल डाइनामाइट मोहम्मद यति बेला पभिलियन फर्कदै सागर भण्डारी ल्याक बिफोर द विकेट एकदमै लाइन लेन्थमा थियो त्यहाँ मिडल स्टिक र लेग स्टिक बिट गरिरहेको थियो त्यहाँ र मोहम्मदले आफ्नो विकेट गुमाएका छन् यो दोस्रो सफलता पिटुकेटी स्क्वाड्सको लागि चिन्ताजनक देखिँदै यति बेला टाइम आउट एउटा बलर सागर डाइनामाइट ब्याट्सम्यानहरू सजिलै आफ्नो आजको दिनको यो 17को यो स्टेडियम एउटा आइटी सेक्टरमा काम गरिराख्नुभएका नेपाली विनोद कुँवरज्यूको यो निजी लगानी र क्रिकेटप्रति उहाँको समर्पण उहाँको यो योगदान र यो उहाँको इन्भेस्टमेन्टमा आज यति बेला तिलोत्तमा क्रिकेट लिग ले यो ग्राउन्डमा आफ्नो तिलोत्तमा क्रिकेट डेभलपमेन्ट कमिटीले लिग बनाउन सफल र सागर यहाँ आफ्नो फिफ्थ बलका साथ एकदमै राम्रो लयमा देखिँदै यति बेला सागर पहिलो स्पेल आफ्नो गेम खेललाई यो एउटा यस्तो मैदान हो क्रिकेटको जहाँ नेपालमै पहिलो पटक फ्लड लाइट्सहरू समेत जडान भएको छ यो मैदानमा फ्लड लाइट जडिसकेपछि अहिले वर्तमान अवस्थामा भने सफल खेलाडी हुन् सागर यो टुर्नामेन्टमा सबै भएका खेलाडीहरू सबैको नजरमा अवश्य पर्ने नै छन् क्रिकेट एसोसिएसन अफ नेपाल क्रिकेट एसोसिएसन रूपन्देही प्रदेश लगायतका सम्बन्धित निकायहरूले
अवश्य र यहाँ एकदमै राम्रो बल त्यहाँ मिस भएका छन्, बिट भएका छन्। राम्रो ग्यादरिङ त्यहाँ किपरबाट र हेर्न सक्नुहुन्छ यो रिप्ले वन्डरफुल